पातल यस्तै डाउन ज्याकेट लगाएर हिँड्दिने कि डाउन ज्याकेट जति पातल पातल हुन्छ यो भित्र लगाएर अनि यो बाहिर लगाउने हजुर हजुर खै धान्छ किन त्यो झन् बाक्लो छ मैले भित्र लगाएको भन्दा अनि त्यो च्यापी पनि लिन्छु न बाबु पछि होइन कस्तो राम्रो देखायो हेर्दैछु म हेर्दैछु है सामान राखेपछि देखिन्छ अहिलेलाई त त्यति राम्रो देखिएको छैन सामान राखेपछि फुक्को भनेपछि तर अगाडिबाट सामान देखिएको छ पछाडिबाट So hello everyone, good morning and namaste and welcome my new YouTube channel Nevar Raju Official. मेरो फर्स्ट भिडियो फर्स्ट ब्लग हैन मा तपाईहरु सबैलाई स्वागत छ है त। अनि मेरो फर्स्ट ब्लग हो गाइस, अब केही कमी कमजोरी होला हैन अनि केही चीजहरुको मिल्या छैन होला। हजुरहरुले अब यसो भिडियो अन्तिमसम्म हेर्दिनु होला र कमी कमजोरी के छ कमेन्ट गर्दिनु होला है। अब यस्तै हो पहिलो चोटी हैन गाह्रो नै हुन्छ। सो यही नै हो, आज चाहिँ हामी जान लाग्छौं माइती घर हैन। अनि उताबाट चाहिँ गौरव आउँदैछन्, गौरव दाइ। म यताबाट एक्लै जाँदैन लागेको खासमा, उताबाट चाहिँ गौरव आउन लागेको माइती घरमा। म यहाँबाट गएर भेट्ने हो। खासमा चाहिँ उनीलाई हेलमेट किन्नु पर्ने छ अरे, उनीलाई त्यति थाहा नभएर मलाई बोलाएको हुन् हैन। अनि मलाई पनि अलिकति के सामानहरु किन्नु छ, त्यही भएर म पनि जाँदै छु। अब हामी जान्छौं सिधै माइती घरमा भेट्छौं। अनि यही नै हो गाइस, अब च्यानललाई एकदम माया गरिदिनु होला अनि लाइक कमेन्ट शेयर गरिदिनु होला है त। कमी कमजोरी के छ अनि सबभन्दा ठुलो कुरा सब्स्क्राइब गर्न नबिर्सिनु होला है त मेरो च्यानललाई। सो यही नै हो, ढिला नजाम, बाइक कुरा चाहिँ बाटोमा गरौँला है त गाइस। ल सो अलराइट गाइस, ल म चाहिँ गइसकेँ रुमबाट है त। ल हिँडिसकेँ रुमबाट। गौरवलाई फोन हानेको उठाएनन्, उनी पनि सायद बाटोमा छन् जस्तो लाग्छ हैन। अनि जाम अब उनीसँग त्यही हाम्रो स्टोरमा नै भेट हुन्छ होला। सो यही नै हो हैन। अलिकति अब उनीलाई पनि भर्खरै भ्लगिङमा लागिरहेछन् उनी पनि हैन। अनि उनले पनि अस्ति अब DJI को एक्सन 5 क्यामेरा किनिरहेछन्। अनि उनी पनि भ्लगिङतिर लाग्ने जो लागिसकेका छन् भनौँ, लाग्ने हुनाले पनि। सो यही नै हो, अब अलिअलि राम्रो भयो भने भ्लगिङ पनि ठिकै हुन्छ, चल्यो भने चाहिँ हैन। सो मेरो चाहिँ पुरानो च्यानल चाहिँ के भयो खै मोनेटाइजमा हालेको मोनेटाइज नै के भनिरहेछ यार। यो टेकु हैन। अब काठमाडौँको जामको बारेमा त के भन्ने हो र हजुरहरूलाई। चोकै पछि जाम हुन्छ, जामले गर्दा कहीँ टाइममा जान पनि पाइँदैन है, टाइममा पुगिँदैन। सो यस्तै हो, कहीँ जानु पर्यो भने आधी घन्टा अगाडि निस्किनुपर्छ, 1 घन्टा अगाडि निस्किनुपर्छ। सो फाइनली म चाहिँ पुगिसकेँ है त माइती घर। अनि ऊ त्यहाँनिर हो हामी जाने उयो घरमा। गौरवले चाहिँ फोन हानिरहेछन्, पुग्यो होला नि तिनी पनि हैन। म चाहिँ उता गएर घुमेर फेरि यता आउनुपर्छ क्या। चाहिँ पुगिहालेँ है त, यही भवनमा है, यो भवनमा चाहिँ के कार्यक्रम भइरहेको रहेछ हैन। स्वास्थ्य शिक्षा सबै समस्याहरूलाई चाहिँ अगाडि ल्याएर अग्रगमनको मार्गमा चाहिँ नगइदिएको लगाए चाहिँ यही नै है त। ल हाम्रो गौरवजी यहाँ बस्नु भएको छ हैन। गौरवले चाहिँ यो हेलमेट लिने कन्फर्म आउनुहुन्छ ल। अनि यो एक्सिसको हेलमेट यही लिने कन्फर्म भयो, एकदम राम्रो हेलमेट छ हैन। उनलाई चाहिँ हेरेको यही हेलमेट हो। हेर्दैछन् साइजमा कन्फ्युज, कुन साइज हो यिनी लिन साइजमा कन्फ्युज भएको थिएँ हैन। त्यही भएर आफै आएको किन हिजो मैले हेरिदिएको थिएँ। सो यही नै। अनि यसमा चाहिँ म्युजिक बजेको रहेछ क्या ब्याकग्राउन्डमा, त्यसपछि मैले भोइस दिएको यसमा चाहिँ है त। अनि यही हेलमेट चाहिँ एकदम बेस्ट छ हैन। अनि फोनै उठाएको थिएनन् क्या गौरव अघि आउँदाखेरि। अनि पछि मैले त्यस्तै के कुराहरू गरिरहेको थिएँ हैन। सो यही नै हो, यसमा चाहिँ त्यही भोइस मैले दिएको कारणले गर्दा अलि भएको छ है। पछाडि म्युजिक बजाएर रहेछ क्या, म्युजिकले गर्दाखेरि कपिराइट लागिदियो क्या। अनि फेरि पछि एडिट गरेर फेरि हालेको हैन। यो चाहिँ मैले लिन लागेको चाहिँ यो सिङ्गल स्ट्यान्डवाला बाइकको लागि चाहिन्छ कि चैन ओइलिङ गर्दा, चैन सफा गर्दा चाहिने स्ट्यान्ड हो यो चाहिँ हैन। अनि सो यही नै हो। अनि मैले पनि एउटा राइडिङ ज्याकेट चाहिँ हेरेको थिएँ, त्यो खालको है उता छ। सो मैले हेरेको राइडिङ ज्याकेट चाहिँ यता छ है त, म त्यो हेर्न जाँदैछु। यो खालको एउटा यो व्हाइट र यो कस्तो टाटेपाटे कलर छ व्हाइट हो। अनि एउटा ग्रिन कलर भइहाल्यो, एउटा ब्ल्याक कलर पनि थियो है, अहिले चाहिँ यहाँ रहन्छ। त्यसमा ग्रिन कलर, ब्ल्याक कलर। अनि त्यो चाहिँ एउटा एक्सएल थियो ब्ल्याकमा। अनि अरू चाहिँ अरू ज्याकेटहरू भइसक्यो, यो ज्याकेटहरू हो। सो एकदम राम्रो छ क्या, लाइट वेट भएको कारणले हेरेको थिएँ। अनि त्यसपछि मैले अर्को हेरेको भनेको जुन ब्याग पनि हेरेको थिएँ, त्यो हाइड्रोसिल पनि ब्याग छ हैन, वाटरप्रुफ ब्याग हो यो ब्याग है त। यसमा हेलमेट पनि हाल्न मिल्ने खालको छ क्या, दामी हेलमेट पनि हाल्न मिल्ने खालको छ बाहिर हैन। कपडा पनि 30-35 लिटरको दामी अटाउँछ।
पानी पनि खानलाई मिल्ने एडिसिभ ब्याग सहित छ होइन राम्रो भएको कारणले ब्याग हेरेको थिएँ सो के गर्ने यो पछाडि म्युजिक बजेको रहेछ थाहा भएन है कपिराइट भन्यो त्यही भएर फेरि भोइस आफूले हालेको छ कस्तो भोइस आएको छ गाइज है त सो माइन्ड नगरेर हेरिदिनु होला ब्याग खोल्छु एकछिन होइन अनि यसमा हाइड्रोसिल ब्याग पनि छ क्या एकदम सजिलो छ कतै टुर जाँदा या सामान बोकेर हिँड्दा एकदम दामी छ यो ब्याग चाहिँ है त यो हाम्रो भाइ राजुले चाहिँ बेस्ट छ होइन खाली लगाउन चाहिँ एकदम बेस्ट छ तर ज्याकेटमा हल्का टाइट भएको जस्तो फिल भएको गर्मी महिनामा पनि राम्रो हुन्छ त्यो फिटिङ भयो भने एउटा टी सर्ट लगाएर हिँड्दा भयो नि तपाईँले यसरी गर्मी महिनामा ज्याकेट फेरि एकदम फ्री हुन्छ फेरि त्यो गर्मीमा त यो जाडोमा विन्टर ज्याकेट लगाइदिने अनि यो चाहिँ तपाईँले समरमा लगाइदिने नि त्यो गर्दा कम्फर्टेबल हुन्छ नि त कस्तो विन्टर बाहिरबाट लगाउने कुन चाहिँ यसको भित्रबाट लगाउने कि बाहिरबाट लगाउने भन्नु होइन तपाईँको त्यो तपाईँसँग जुन भएको ज्याकेट त्यो चाहिँ तपाईँले नै त्यो त यस्तो गर्दा त्यो त लङ राइडको लागि त्यो लगाउने छँदैछ अब यो यहाँ सिटीमा नजिकको हिँड्दा त जति बेला पनि लगाएर हिँड्नु मिल्यो सिटी भनेको अब यो पातल यस्तै डाउन ज्याकेट लगाएर हिँड्दिने कि डाउन चाहिँ जति पातल पातल हुन्छ यो त यो भित्र लगाएर अनि यो बाहिर लगाउने हजुर हजुर खै धान्छ किन त्यो झन् बाक्लो छ मैले भित्र लगाएको भन्दा अनि त्यो च्यापिन्छ क्या म चाहिँ कन्फ्युज भएँ यार कुन साइज लिउँ कुन साइज लिउँ कुन साइज लिउँ होइन अब ज्याकेट खोलेर ट्राई गर्छु है अब एकचोटि यसो भए त अब एकचोटि चाहिँ ज्याकेट खोलेर ट्राई गर्छु भित्रको ज्याकेटसँग गरेँ होइन अनि हामी दुइटै नेवार पऱ्यौँ उनलाई पनि हेलिमेटमा एल लिउँ कि मिडियम लिउँ भन्ने कन्फ्युजमा छन् म पनि ज्याकेटमा यो 2XL छ एक्सेल भइदियो त्यही लिन्थेँ म जहाँ नगरेर तर 2XL र एलमाथि कन्फ्युज भएँ यो ज्याकेट लगाएर एल हल्का टाइट भयो जस्तो लाग्यो अनि त्यसपछि पसिना आइन्छ ज्याकेट खोलेर चाहिँ ज्याकेट लगाएर लगाउन चाहिँ एकदम फिट मिडियम साइज होइन यसमा पहिले यति टाइट छ अनि अब चाहिँ अर्को टाइम लगाएर अलिक लाग्दैन त्यो लागि त्यो सानो सानो पछाडि बाइकमा चियर पछाडि पनि पाइन्छ ठिक छ होइन तर यहाँ ठिक छ त्यो भर्नु मिल्दैन ल अब यही एल साइज नै लिनु पर्ला जस्तो छ होइन एल साइज यो छ अनि यो झोला छ अब यो झोला र योमा एउटा चाहिँ लिन्छु होइन झोला र ज्याकेटमा एउटा लिन्छु सायद ज्याकेटै लिन्छु होला अहिले होइन झोला चाहिँ पछि लिन्छु होला सायद ज्याकेटै लिन्छु अहिले अनि हाम्रो गौरवले चाहिँ हेलमेटमा यो त भाइजर निकाल्ने हेलमेटमा कन्फ्युज भइरहेको छ हाम्रो गौरव अनि मिडियम र एलमा कुन लिउँ भनिरहेको छन् होइन तिमीलाई चाहिँ गौरव एलै ठिक छ एल लग केही फरक पर्दैन कति घट्छ भने घट्दैन क्या त्यस्तो बढ्दैन अलिकति बढ्ने हो तिम्रो हेलमेट लगाउँदा जहिले पनि भित्र ठिक्कै टोपी हुन्छ हेलमेट टोपी होइन त्यो लगाएर लगाउनुपर्छ क्या अनि ठिक्कै टाइट हुन्छ ऊ भयो भने यसले लग्यो धेरै टाइट भयो भने बाइक चलाउँदा आफैलाई इरिटेट फिल हुन्छ क्या ठुलो हुन्छ त्यो कति रहेछ टाउको साइज मेरो त कहाँ नाफ्या हो र तिमीले नाप्ने छ र किता नाप्दा तेरो कति रहेछ एकपल्ट तेरो नाप्नु कन्फर्म हुन्छ कि अर्कोपल्टको लागि मलाई यो देखाउँदा नापिदिन्छ त अलि ठुलो छ मेरो अन्ठाउन्न छ अन्ठाउन्न के छ हेर्नु त मिडियम छ अन्ठाउन्न मिडियम छ मेरोभन्दा ठुलो छैन त्यो कम्पनीको अनुसारले हुने रहेछ नि त यो पनि यो एल मलाई कस्तो टाइट भएको जस्तो हुन्छ अहिले कति लुज भएको हेर्नु न छैन नि मलाई त्यही टाइटै छ मलाई कस्तो लुज छ त्यो हेलमेट अब हेलमेट नाप्ने तरिका हुन्छ अरे यो पनि कस्तो यस्तो यस्तो गरेर कानमाथिबाट चट्ट पठाउने क्या यो त्यो तरिका भर नाप्दै हो त्यसरी नै यस्तो कस्तो मैले हेरेको थिएँ नि विचार गरेर तिमीले कुन लिन्छौ अब कन्फ्युज नहुनु आफूलाई कम्फर्टेबल हुनुपर्छ क्या सबभन्दा अहिलेलाई त यो कति घट्छ भन्ने कुरा नघट्ने हो भने त बेस्ट छ यो खासै त्यति घट्न त घट्दैन होइन मेरो अहिलेसम्म घट्या पनि छैन अनि अब तिमी कन्फ्युज नहो होइन तिमी कन्फ्युज नहो हल्का घट्छ भनेपछि तिम्रो टोपी लगाइन गर्मी मौसममा नि त्यो हेलमेट टोपी चाहिँ जहिले लगाउनु पर्छ
यो टोपी होइन यसमा पनि कस्तो हुन्छ भने कि कतिका टोपी लगाएर पनि लाउनु मिल्छ मन लाग्छ नि त पछाडि यसमा कस्तो हुँदो रहेछ भन्नु नजाएको इजी जाँदो रहेछ हेलमेटमा यस्तो टोपी सोपी लगाउने हेलमेट लगाउने होइन नि त कस्तो हुँदो रहेछ भनेर सोधेको विचार गर कुन लिने प्याडहरू चाहिँ बस्नु सक्छ है अब आफ्नो आफ्नो कम्पनीको हुन्छ होइन यो LS2 को चाहिँ अहिलेसम्म बसिया छैन क्या दाइ मेरो कस्तो फुकिया हो यो यत्रो बसिसक्यो तपाईँ कहाँ खुल्नु त खुलेकै छैन नि मेरो यत्रो बसिसक्यो यहाँ यो पनि यत्रो मोटो हुने यो पनि त्यस्तै छ त यहाँ त्यो पहिला किन्दै त्यस्तै नयाँ हेर्नु होला होइन बस्या हो यो तपाईँको हेर्दैछु म हेर्दैछु है सामान राखेपछि अहिलेलाई त त्यति राम्रो देखिएको छैन सामान राखेपछि फुक्को भनेपछि तर अगाडिबाट सामान देखिएको छ पछाडिबाट सामान राख्यो भने चाहिँ अलि खुल्छ होला नि त सेप दिन्छ चलो यही नै हो ज्याकेट चाहिँ कन्फर्म भइसक्यो होइन अब झोलाको चाहिँ विचार गरौँ पैसा हेरौँ कति पुग्छ मनी पर्वला सो ल अलराइट ल हाम्रो चाहिँ यो कन्फर्म भयो होइन ज्याकेट लिएँ मैले अनि त्यसपछि एउटा यो एन्टिफग लिएँ यो लिक्विडवालामा होइन अनि त्यो अर्को भाइजरमा त्यो त्यसलाई के भन्छ अरे दाइ त्यो एन्टिफग त्यो स्प्रेवाला चाहिँ लिएँ त्यो अर्को एन्टिफग चाहिँ पाइएन है त्यो नपाएर त्यो लिएन अनि एउटा चाहिँ यो हेलमेट क्लिनर है त यो लिएँ अनि यति नै भयो झोला चाहिँ अब नेक्स्ट टाइम लिउँला झोलामा हल्का रेट पनि मिलेन होइन सो पछि लिउँला झोला अहिले राइट पनि छैन अनि हाम्रो चाहिँ दाइले बिलिङ गर्दै हुनुहुन्छ अनि हाम्रो गौरवले चाहिँ एउटा हेलमेट लिए अनि त्यसपछि एउटा भित्रको हेलमेट टोपी लिए होइन अनि उनको चाहिँ यहीँबाट उता होम डेलिभरी गरिदिनुहुन्छ दाइले अब उनी चाहिँ पछि जाने भएको कारणले बोकेर सामान धेरै छ अरे क्या प्लेनमा जाने धेरै छ अरे त्यही भएर चाहिँ उनीले चाहिँ यहीँबाट डेलिभरी गर्न लगाएको छन् सो यही नै हो अब हाम्रो बिल हुन्छ अनि म चाहिँ यो ज्याकेट लगाएर नै जान्छु है त चाहिँ लगाएर जान्छु कस्तो देख्नु छ गाइस कमेन्ट गर्नु होला है त ज्याकेट है मेरो चाहिँ होइन सो बिलिङ चाहिँ भयो टोटल बिल आयो मेरो चाहिँ 13,960 को होइन मैले चाहिँ लिएँ यो ज्याकेट अनि यो हेलमेट क्लिनर अनि यो एन्टी फग स्प्रे लिएँ होइन यही नै हो गौरवले पनि लिने त्यहीमा हुन्छ कि 11 अनि लैजाऊ के दुइटा लिँदा लिँदा के चाहिन्छ के सो यही नै हो गौरवले पनि यो लिँदैछन् होइन यो दुइटा एन्टिफग र हेलमेट किनेर चाहिन्छ क्या हामीहरू हिँड्ने धुलोमा यता आउँछ हेलमेट सफा राख्नुपर्छ हप्ता महिनामा एकचोटि सफा गरेर टक्क 1800 अनि सो यही नै हो ल अब चाहिँ यहाँबाट हामी 1390 हो ए 1390 होला 90 चाहिँ बिल चाहिँ यही नै हो सो ल हामी चाहिँ सामान किनेर आइसक्यौँ मेरो चाहिँ दुइटा यस्तो ब्याग भएको छ अनि यो ज्याकेट चाहिँ लगाइदिएको छु होइन अनि गौरवले चाहिँ सबै अब यहीँबाट डेलिभरी नै गर्न लगायो होइन यही नै अब हामी एकछिन खिचापोखरीतिर जान्छौँ होइन अनि त्यसपछि चाहिँ म तिमीलाई त्यही छोडेर गयो होइन उनलाई त्यही न्यु रोड छोडिदिन्छु अनि त्यसपछि म उता रुमतिर जान्छु होइन यही नै हो ल जाम अब बाँकी कुरा चाहिँ अहिले रुममा गएर गरौँला है त सो ल अहिले चाहिँ हामी न्यु रोड जाँदैछौँ है त अनि गौरवलाई चाहिँ त्यहाँ के यसो सानो सानो किन्नु छ अरे न्यु रोडमा गौरव गएर सानो सानो किन्छन् होइन हिरोहरुको टाइपको कति पर्दो रहेछ के हिरोको हो कि होन्डाको त्यो होन्डाको त्यो 150 सीसी र 190 सीसी आउँछ 90 सीसी हो क्या त्यो त्यहीँबाट हामी छुट्टिन्छौँ होइन गौरव यता कपडा सपडा के किन्नु सरी जान्छन् म चाहिँ रुम जान्छु ल गौरव ल बाई गरिदेऊ ल सो अलराइट ल फाइनली म चाहिँ रुम पुगेँ होइन अनि मैले लिएको ज्याकेट चाहिँ यही नै हो अब यिनीहरूको फुल रिभ्यूहरू चाहियो भने कमेन्ट गर्नु होला मैले ज्याकेट अनि एउटा त्यो चाहिँ हेलमेट क्लिनर अनि एउटा एन्टिफगहरू ल्याएको छु त्यो हजुरलाई देखाउँछु होइन अनि यिनीहरूको के काम हुन्छ अनि हजुरहरूलाई भन्छ है त सो ज्याकेट चाहिँ यही नै हो होइन मोटो उलको छ होइन ज्याकेट चाहिँ मोटो उल्फ हो है मोटो उल्फको अनि यसमा चाहिँ छ यो चाहिँ रिफ्लेक्टर होइन राति चाहिँ बत्ती लाइटहरू पऱ्यो भने यो रिफ्लेक्ट हुन्छ अनि यसमा चाहिँ छ यो एल्बो गार्ड भइहाल्यो यो माथिको यसलाई के भन्छ या सोल्डर गार्ड हो कि के भन्छ यसलाई यो गार्ड छ अनि चेस्ट छैन यसमा अनि पछाडि ब्याक साइडमा गार्डहरू छ यसको होइन यो गार्ड भइहाल्यो अनि त्यसपछि चाहिँ मैले किनेको एउटा यो चाहिँ हेलमेट क्लिनर है त अनि यो चाहिँ एन्टिफग अनि यसको रिभ्यू र यो ज्याकेटहरूको यसको रिभ्यू हजुरहरूलाई चाहियो भने
कमेन्ट गर्नु होला है त। सो हजुरलाई यसको रिभ्यू यो एन्टी फगले कतिको राम्रो काम गर्छ, मेरो पनि फर्स्ट टाइम युज गरिरहेको छु होइन, यो चाहिँ फर्स्ट टाइम युज गरिरहेको। यसले कतिको राम्रो काम गर्छ यसको हजुरलाई रिभ्यू चाहियो भने हजुरले कमेन्ट गर्नु होला, अर्को भिडियोमा आउँछ। अनि यसको पनि रिभ्यू चाहियो भने कमेन्ट गर्नु होला, अनि यो ज्याकेटको पनि रिभ्यू चाहियो भने कमेन्ट गर्नु होला कस्तो छ ज्याकेट। आजलाई चाहिँ भिडियो यति नै है त, फेरि नेक्स्ट भिडियोमा भेटौँला। सो मेरो यो चाहिँ फर्स्ट भिडियोमा के कमी कमजोरी हुनसक्छ कमेन्ट गर्नु होला र सल्लाह सुझाव दिनु होला। अनि भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरेर बेल आइकन थिचिदिनु होला, अनि लाइक कमेन्ट सेयर गरिदिनु होला। सो आजलाई यति नै, फेरि नेक्स्ट भिडियोमा भेटौँला। हेभ अ गुड डे एन्ड बाई बाई।